रिवानले चाहिँ आज मलाई बिहान भनेर गएको थियो कि पास्ता नै बनाइदिन्छु है आज जसरी भए पनि भनेर अनि रिभीले चाहिँ फेरि प्यानकेक भनेर थियो तर मैले दुवैजनालाई होइन म पास्ता नै मात्र बनाइदिन्छु भनेर पास्ता बनाइदिएको थिएँ सबभन्दा पहिला चाहिँ मैले चिकनलाई पहिला म्यारिनेट गरेर राखेको थिएँ अनि मजाले फ्राई गरेँ चिकनलाई अनि त्यसपछि निकालिसकेपछि चाहिँ उतापट्टि चाहिँ टमाटर र पास्ता पनि उमालिसकेको थिएँ अनि प्याज अनि मैले लसुन अनि थोरै मैले चाहिँ पिठो पनि राखेर किनभने अलिक क्रिमी खालको बनाउनु पर्यो भनेर अनि टमाटोलाई चाहिँ मैले मजाले ब्लेन्ड गरेँ अनि त्यस्तो भएपछि चाहिँ माथिबाट ओरिगानो राखिदिएँ थोरै अनि त्यसपछि चाहिँ थोरै सेजवान सस पनि राखिदिएँ पानी राखेर मैले चाहिँ मजाले पकाएँ अनि त्यसपछि चाहिँ मैले पास्ता राखिदिएँ अनि माथिबाट चाहिँ मैले मोजरेला चिज पनि मजाले राखिदिएको थिएँ अलिक क्रिमी नै होस् भनेर रिवारिवाले चाहिँ त्यस्तो धेरै स्पाइसी खाँदैन नि त त्यही भएर मैले सबै कुरा एकदम थोरै थोरै राखिदिएको थिएँ कि सेजवान ससहरू अनि उनीहरूलाई निकालिसकेपछि मात्र जहिले पनि हामीलाई चाहिँ चिली फ्लेक्स अनि करेन्टको मसला पनि राख्छ कि करेन्टको मसला चाहिँ अझै मिठो हुन्छ ठुलो मान्छेलाई खानालाई अनि एकदम मजाको मिठो खालको भएको थियो कि खाँदा पनि मिठो नै थियो आई मिन अनि रिवान दुवैजनाले एकदम नै मजाले इन्जोय गरेर खाएको थियो रिवानले झन् स्पेसली थ्याङ्क्स फर वाचिङ गाइज बाई